माननीय सभामुख महोदय, 1 महिनादेखि यो सदनमा राजनीतिक नाटक मञ्चन भइरहेको छ र हामीलाई यसको दर्शक बन्न बाध्य पारिएको छ। यो सदन केवल बहुमतको अङ्कगणितले मात्र होइन, विवेक र नैतिकताले चल्नुपर्छ। आज लाखौँ युवा रोजगारीको खोजीमा मरुभूमिमा पसिना बगाइरहेका छन्। यो उनीहरूको रहर होइन, यो देश हाँक्नेहरूको असफलताले जन्माएको राष्ट्रिय व्यवस्था हो र यही व्यवस्थाको भुइँमा टेकेर देशमा लुटको सिन्डिकेट खडा भएको छ। यो सिन्डिकेटको प्रोडक्ट क्याटलग पनि बडा गजबको छ सभामुख महोदय। कहिले भुटानी शरणार्थीको भेषमा आफ्नै देशको नागरिक बेच्छ, कहिले ललिता निवास बचाउनु पर्नेले सरकारी जग्गा बचाउँछ, कहिले क्विन्टल क्विन्टल सुनलाई बिस्कुट बनेर भित्राउँछ, कहिले वाइट बडीको नाममा राज्यको ढुकुडी उडाउँछ, कहिले एयरपोर्ट बनाउने नाममा भ्रष्टाचारको ओलम्पिक खडा गर्छ। लाग्छ यो देश अब चाँडै भ्रष्टाचारको म्युजियम बन्दैछ। अब यो बेस्ट सेलरमा सूचीमा नयाँ अध्याय थपिएको छ, भिजिट भिसा काण्ड। यो सामान्य ठगी होइन सभामुख महोदय, यो हजारौँ नेपाली युवाको सपना, परिवारको सम्पत्ति र सिङ्गो भविष्यमाथिको सुनियोजित डकैती हो। लाखौँ असुलेर रोजगारी दिने झुटो सपना देखाएर युवालाई विदेशी भूमिमा अल्पत्र पार्ने यो अपराध सङ्गठित मानव तस्करी हो सभामुख महोदय। अनि यस्तो मुद्दामा तत्काल निष्पक्ष छानबिन नगरेर सरकार मुखदर्शक बनेर देशमा सरकार होइन सर्कस चलिरहेको जस्तो लाग्छ। यो अवस्थामा सरकार मुखदर्शक बनेर बस्ने होइन, छानबिन गर्नुपर्छ। राज्यको प्रमुख दायित्व त्यही हो, त्यसको जरोसम्म पुग्नु हो। मानव तस्करीको गहिरामा पुग्न सफ्टवेयर बनाएर घुस मार्फत 20-20 भाग खाने हरेक पात्रहरूलाई काठगहरामा उभ्याउनुपर्छ। सजाय दिने र पीडितलाई न्याय दिने एक उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्नुपर्छ। सभामुखज्यू, गृहमन्त्रीले यही सदनमा भन्नुभएको थियो, कुनै मन्त्रीमाथि प्रश्न उठे नैतिकताका आधारमा राजीनामा दिनुपर्छ। आज त्यो उहाँमाथि नै प्रश्न उठेको छ। अब उपदेश होइन, आचरण देखाउनु समय हो, नत्र इतिहासले उहाँलाई काफिला लुट्दा मौन बस्ने कायर रहबरको रूपमा सम्झिनेछ। र अन्त्यमा म प्रश्न भन्न चाहन्छु, हामी सङ्ख्यामा सायद थोरै होला तर कमजोर छैनौँ। हाम्रो एक्लोपन हाम्रो कमजोरी होइन,